सिंह र मुसाको कथा। जंगलमा एउटा ठूलो र बलियो सिंह बस्थ्यो। एक दिन त्यो सिंह निदाइरहेको बेला सानो मुसा खेल्दै गर्दा उसको शरीरमा चढ्यो। मुसाको हलचलले सिंहको निन्द्रा बिथोलियो। क्रोधित सिंहले मुसालाई पक्रियो र खान खोज्यो। डराएको मुसाले गिडगिडाउँदै भन्यो, मलाई जिउँदो छोडिदिनुस्, एक दिन म तपाईको ठूलो मद्दत गर्न सक्नेछु। सिंहले मुसाको कुरा सुनेर हाँस्दै भन्यो, तिमी जस्तो सानो जीवले मलाई मद्दत गर्ने? यो असम्भव छ। तर सिंहले उसको निर्दोष स्वरूप देखेर दया गर्यो र उसलाई छोडिदियो। केही दिनपछि एक दिन सिंह शिकारीको जालमा पर्यो। उसले निकै सङ्घर्ष गर्यो तर जाल फुकाल्न सकेन। उसको गर्जनले पूरा जंगल थर्कियो। त्यही बेला मुसाले सिंहको गर्जन सुनेर घटनास्थलमा पुग्यो। उसले आफ्ना साना तर तीखा दाँतले जाललाई काटिदियो र सिंहलाई बचायो। सिंहले मुसाको साहस र सहयोगप्रति धन्यवाद दियो। तबदेखि उनीहरू राम्रो साथी बने।